हरेक मान्छेले सोच्ने एउटा एउटा बाटो हुँदो रहेछ र मान्छेले सबभन्दा पहिला आफू र आफ्नो बाटो पहिचान गर्न नसकेर मान्छेले दुःख पाउने हो। मलाई 30 वर्ष रेडियोमा गरेर 10 वर्षमा बिबिसीमा गरिसकेपछि अहिले मलाई के लागिरहेछ भने मेरो कर्म चाहिँ मेरो जिन्दगी यो मुलुकलाई चाहिँ मैले काव्य लेखेरै गर्न सक्छु, मैले महाकाव्यको बाटोबाटै दिन सक्छु भन्ने त्यो पनि एउटा गम्भीर संसार हो भन्ने लागेर मैले 4वटा महाकाव्य लेखेँ। अग्निमा मदन पुरस्कार प्राप्त गरेँ। त्यसपछि एउटा चुनौती थियो, मदन पुरस्कार महाकाव्यमै प्राप्त गरेपछि अर्को महाकाव्य कस्तो लेख्छ भन्ने थियो। गएको भदौमा मेरो 4थो महाकाव्य कल्प सार्वजनिक गरी त्यसलाई पनि मान्छेले सकारात्मक रूपमा लिनु भएको छ। र नेपाली कविले नेपाली आँगनमा उभिएर वैश्विक चेतनाको संसारभरिका मूलभूत घटनाक्रमहरूलाई काव्यिक आँखाले कसरी हेर्छ भन्ने चुनौती एक प्रकारको एसिए दिएको जस्तो त्यो मैले गरेँ। त्यस कारणले तपाईँले सिधै भन्नुभएको छ कुनै व्यावसायिक काम अथवा कुनै अर्को भन्दा पनि यसो भनौँ त्यो मेरो काव्य लेखन र किताब नै एउटा व्यवसाय हो। धेरै मान्छेले धेरै पढ्नुभयो, मलाई प्रकाशन गृहले रोयल्टी दियो भने दाल खानेबाट त्यही पनि हुनसक्छ भन्ने हिसाबले हो। अहिले चाहिँ म तत्काल चाहिँ के भने 4वटा महाकाव्य लेखेँ, मेरो 10वटा पुस्तक प्रकाशित भयो। अहिले 40 साल फागुनमा 8 कक्षा पढ्न काठमाडौँ आएको नवराज भंसाल, उसले चाहिँ काठमाडौँमा 42 वर्ष बितायो। 42 वर्षपछि फेरि ब्याक टु नेचर भने जस्तो ब्याक टु 40 साल जाँदाखेरि यो बिचका मेरा जीवनका आरोह अवरोहहरूको म अटोबायोग्राफी चाहिँ लेख्दिनँ। त्यो अन्तर हृदयको ब्रह्म ज्ञान प्राप्त गरेर दुःखहरूभन्दा सुखहरूभन्दा लाभ हानिभन्दा राम्रा नराम्रा आफूले गरेका कमी कमजोरी निर्ममतापूर्वक लेख्न सक्ने त्यो सामर्थ्य नभए अटोबायोग्राफी लेख्नुहुन्न। भजन आफ्नो भजन आफैले गाउनुहुन्न, तर जीवनका महत्त्वपूर्ण घटनाहरू चाहिँ लेख्न मिल्छ भनेर अबको मेरो प्रोजेक्ट चाहिँ आज नवराज लम्साल हुँदाखेरिको बिचमा 40 सालमा आउँदाको त्यो बेलाको शिक्षा र अहिलेको शिक्षा, मरे नेपाल 50 सालमा छिर्दाको संसार र अहिलेको संसार, मैले बाँचेको त्यो युग र अहिलेको युग, मैले त्यो बेला कलेज पढ्दाखेरि कालो चियामा 2 20 पाउडी चुपेर खाएको नवराज लम्साल र अहिले कलेज पढ्दै गरेका तन्नेरीहरू होइन, अहिले चाहिँ क्लासमा गएर चट्ट मोबाइलमा सरको भिडियो खिचेर राखेर बेलुका हेर्ने केटाकेटी र हामीले घरमा बाआमालाई खबर गर्नको निम्ति चिठी लेखेको नवराज लम्साल, यी अन्तरहरूको बिचको संस्मरणको एउटा नयाँ किताब लेखिरहेको छु। त्यही नै मेरो नयाँ ओके। अब यहाँ एउटा नेपालको परिपाटी चाहिँ के छ भने ठ्याक्कै पत्रकारिता छोड्यो भने या पत्रकारितालाई केही फिट माऱ्यो भने राजनीतितिर आइहाल्ने, नेता बनिहाल्ने, त्यस्तै परे बरु पत्रकारिता छोडिहाल्ने अनि राजनीतिमा जाने प्रचलन छ। हजुरलाई सोध्छु, दाइले त अब फेरि आफ्नै खोलिसक्नुभयो, त्यस्तो केही सोच्नुभयो? किनकि हजुरले अघि भन्नुभयो मैले 20 वर्ष अगाडि नै यो पार्टीको झोला बोक्न छोडेँ भनेर प्रशिक्षणमा हामी पछि साथीहरूलाई भन्नुभयो, त्यस्तो केही बिचमा सोच्नुभयो हजुरले? नेता बन्ने राम्रो फुटबलको नियम राम्रोसँग जानेको हर मान्छे फुटबल खेलाडी भइरहनु जरुरी छैन। क्रिकेट राम्रोसँग जानेको हर मान्छेले क्रिकेट खेलिरहनु जरुरी छैन। म पोलिटिक्स बुझ्दछु, पोलिटिक्स जान्दछु। मलाई 40 सालमा काठमाडौँ आउँदाखेरि 40-42 तिरै राजनीतिक कारणले 10 कक्षा पढ्दै पुलिस कस्टडी गएको दिनदेखि 82 सालसम्म आउँदाको नेपालको राजनीतिक सबै कुरा थाहा छ र नेपालमा बिबिसीमा सबै बस्दा सबै नेताहरूसँग अन्तर्वार्ता अथवा गरेको न्युज पढेको सबै अनुभव छ। तर मलाई तपाईँले कवि नवराज लम्साल भन्दा पर कुनै पार्टीको झन्डा बोकेर मञ्चमा उभिरहेको, कुनै पार्टीको बारेमा एकदम भाषण दिएर यो ठिक यो बेठी भनेर गाली गरिरहेको, कसैको टिकट लिएर उम्मेदवार भइरहेको र कसैको चाहिँ झोले हुन्छ नि अहिले त्यस्तो भइरहेको चाहिँ देख्नुहुने छैन। म पोलिटिक्समा जान्न, तर पोलिटिक्सलाई म गम्भीरतापूर्वक नजिकबाट निहालिरहेको हुनेछु। पोलिटिक्सलाई गम्भीरतापूर्वक जसले निहाल्दैन त्यसले समाज बुझ्दैन, जसले समाज बुझ्दैन त्यसले समाजको अन्तर्द्वन्द्व बुझ्दैन, जसले समाजको अन्तर्द्वन्द्व बुझ्दैन त्यसले मान्छे बुझ्दैन, जसले मान्छे बुझ्दैन त्यसले संवेदना बुझ्दैन, जसले संवेदना बुझ्दैन त्यसले आँसु हाँसो र मुस्कान बुझ्दैन, आँसु हाँसो र मुस्कान नबुझ्ने मान्छे मान्छे हुँदैन। त्यसैले मैले कविता यही धारमा लेख्ने हो। मैले राम र सीताको लभ पऱ्यो ट्रेजेडी हो लेखेर बसेको छु। म त्यसै लेख्छु, काव्यमा सके संसारै लेख्छु। तर प्रिय भाइ, तपाईँको सबैको माया लागोस् कि राजनीतिमा जाने मलाई भूत सवार नहोस्। तर जो साथीहरू जानु भएको छ उहाँहरूको सुनौलो उज्जवल भविष्यको कामना। को मुलुकको मुहार भन्ने किताब अनुसार 2007 सालको परिवर्तनदेखि 62-63 को परिवर्तनसम्म यो मुलुकमा 1890 जना मान्छे मन्त्री भएछन्। त्यो 1890 जना मन्त्रीको उपस्थिति र राजेन्द्र बानियाको उपस्थिति एउटै नहोला नि त। त्यसैले सांसद वा मन्त्री हुनुलाई ठुलो भन्ने कुरा चाहिँ त्यो पोलिटिक्सले डोमिनेट गरेको सोसाइटीको कुरा हो। लिडर भनेको चाहिँ मिडियाको पनि लिडर हुन्छ, साहित्यको पनि लिडर हुन्छ, मेडिकल साइन्स क्षेत्रको पनि लिडर हुन्छ, इन्जिनियरिङको लिडर हुन्छ, शिक्षण क्षेत्रको पनि लिडर हुन्छ होइन। अनि एउटा खराब कुरा के छ, 40 वर्ष स्कुल पढाउने आदर्श शिक्षक हुन सक्ने सांसद हुनुपर्ने, 40 वर्ष कलेज पढाउने आदर्श प्राध्यापक हुन सक्ने सांसद हुन जानुपर्ने, 40 वर्ष बिरामीको मुटु अपरेसन गर्ने आदर्श डाक्टर हुन सक्ने पोलिटिक्स गर्न जानुपर्ने, 40 वर्ष इन्जिनियर नक्सा बनाउने आदर्श इन्जिनियर हुन सक्ने पोलिटिक्स गर्न जानुपर्ने, 40 वर्ष कविता लेखेर सोसाइटी
टाइटल यो कवि भनेर नचिन्ने पोलिटिक्स गर्न जानुपर्ने यो पोलिटिक्स भनेको चाहिँ डम्पिङ साइट भयो हर क्षेत्रका असफल मान्छेहरू जम्मा हुने ठाउँ भयो अब पोलिटिक्सलाई इग्नोर गरेर पोलिटिक्सभन्दा बाहिरको क्षेत्रका मान्छेहरूले आफ्नो क्षेत्रमा लिड गरेर पोलिटिक्सलाई चाहिँ निर्देशन गर्ने खालको नयाँ कल्चरको सुरुवात हामीले गरेनौँ भने पोलिटिक्सले हामीलाई सधैँ डोमिनेट गरिरहनेछ।